पछाडि त्यसपछि हामी आएको गाउँ चाहिँ तल हो लुब्लुङबाट आएको है। मलाई चाहिँ एकदम बवाल लाग्यो आएर एकचोटि घुम्नको लागि। तपाईँहरू चाहिँ कहिले आउनुहुन्छ र कुन दिन आउनुहुन्छ कमेन्ट चाहिँ जरुर गर्नु होला। यहाँ चाहिँ यस्तो बवाल छ, यहाँबाट आउन सक्नुहुन्छ। यहाँबाट म देखाइछु, यहाँबाट देखियो पछाडिको देख्ने भाग भनेको यो चाहिँ जुम्री गाडा हो। तपाईँहरू है यहाँ पनि हेर्न सक्नुहुन्छ भित्र चाहिँ चक्क तरिकाको अलिकति थियो झुलेनी धनोत्री गोत्री भण्डारी परिवार अनि लेखा छ भित्र पनि यहाँ देख्न सक्नुहुन्छ है। चट्ट लाएर बवाल छ भित्र पनि। ल सबैले दर्शन गरेर सेट गर्नु होला। यसको सो हे गाइस, न्यू भ्लग न्यू डे। कस्तो छ तपाईँहरू? म त निकै आर्मी सन्चै छु र आज हामी चाहिँ सर कहाँ मलाई एक्चुअली कमेन्ट गरेर बताउनु होला। यति राम्रो भएछ बिहान बिहान हामी गइरहेछौँ। साथमा हाम्रो सौरभ छ। के छ? ठिक छ? भज्या भजी छ। 5-6 बजीसक्यो घर आएर यो त्यसो अनि त उता साइड गरिहालौँ। आज हामी झुलेनी घुम्नको लागि जाँदैछौँ। तर झुलेनीको भ्लग पहिले पनि आएको थियो, आज पनि नयाँ भ्लग हुन्छ। तपाईँलाई कस्तो लाग्छ त्यसै सल्लाह सुझाव अनि त्यसपछि हाम्रो च्यानलमा आउनु भने सब्सक्राइब गरिदिनु होला। यसको अब हामी जाने बाटो भनेको यो हो है। यहाँ सर हुँदै हुँदै त्यहाँबाट हामी निस्केर यो डाँडो हुँदै माथि जाने हो। लेसको हाम्रो भ्लगमा लास्टमा भन्नु होला। हामी चाहिँ यहाँबाट है 200+ सिडी लेखेको छ होइन। हामी यहाँ चुइत्त जाने यताबाट आएपछि सर्लक्क यहाँबाट गएपछि 200+ सिडी माथि हामी चढ्छौँ। लेसको यहाँबाट हाम्रो झुलेनीको आगमन हुन्छ। यहाँबाट 200+ छ। एउटा सिडी खाली हो कि 200+ त होइन, अरू माथि पनि छन् के। लेट्स गो। तैँले गनेर थाक्छ कि लेट्स गो। ए भाइलाई जुगा लाएँ है। आम्बो जुगादेखि डर हो भाइ। यो सिजनमा आउँदाखेरि चाहिँ हल्का पानी भएको सिजनमा आउँदाखेरि चाहिँ अलिकति जुगा लाग्ने सम्भावना चाहिँ हुन्छ नि यहाँ। किनभने पानीको सिजन चाहिँ चलिरहेको छ। त्यसको बाटो चाहिँ यस्तो छ वरिपरि। अब हामी जुगा त यस्तरी हिँड्छन् क्या हेर्नु है। ए लेट्स गो। जुगा दिएँ जिन्दगीमा जुगा नदेखेको मान्छे आहा हाम्रो गाउँमातिर है। जुगाका बारिस छ नि भाइ। यसको बाटो चाहिँ यस्तो छ तल यहाँ स्वात्ते मान्छेको हो नि त फेरि सरक्कै हो तल है। त्यसको बवाल छ जङ्गलहरू। करिब हामी 1-1.5 किलोमिटरका आसपासमा हामी पुग्छौँ है। लेट्स गो। र हामी यदि माथि डाँडामा आइसक्यौँ भन। डाँडामा आइसकेपछि हाम्रो बङ्गाली भाइले चाहिँ के खाँदैछ, के खान लाग्छ चाहिँ भाइ देखा त। के हो यो? देखा न यस्तरी औसेलु हो यो। केटा औषधी खान लाग्छ चट्ट लाएर। कस्तो लाग्यो त औसेलु? भवाल देखाइदिनु न यता लगाएर चाहिँ। आम्बो खाइदिइहाल्नु कस्तो फिल हुन्छ। चिलेस ल खाइन्छ गर है। अब हामी करिब भेबे खा तेरै लागि भनेर मैले बुढो लाग्यो त्यो खाइदिनु ल। त्यसको अलिकति माथि गएपछि हामी अब थोरै 1 किलोमिटर समथिङ 1200 मिटरको आसपास हामी झुलेनीको आसपास छौँ। त्यसको तपाईँहरूलाई धेरै नआरिकन झुलेनी हिँड्दै धेरै माथि आइसक्यौँ र यहाँ आउने क्रममा मौसमले थोडा साथ छोडिसकेको छ। यो हेर्न सक्नुहुन्छ लुप्लुङ 9 भन्ने गाउँपालिका 8 लुप्लुङको यो तल्लो गाउँ भन्ने अवस्थित हो है। बवाल छ। कहाँ छ आफ्नो घर चाहिँ जो जसले हेर्नुभएको छ है, फेसबुकवाला जो जसले हेर्नुभएको छ आफ्नो घर कता छ कमेन्ट गरेर बताउनु होला है। त्यसको म जुम पनि गरेर म देखिरहेको छु। त्यसको के पाइन्छ भने चाहिँ के खान लाग्यो भाइ? यो चुत्रो हो। यो चुत्रो पाकिरहेको छ है बवाल तरिकाले। त्यसको कस्तो लाग्छ त? मिठो छ। यहाँको भाइ भावा पनि कस्तो छ त? के भयो जङ्गल पुरा भरिभरक छ के। अब भरिभरक कसरी छ अरू छ नि एउटा माओवादीले एउटा काङ्ग्रेसले। यो भयो यो माओवादी र यो रुख फेरि काङ्ग्रेस हो। काङ्ग्रेस धागिराख्यो कि पर्छ कि म तल लुब्लुङ हजुर
कहाँ लिनु पायो यत्रो हाँस जङ्गलमा गइथे जङ्गलमा गथे बा तुही घरमा एक्लै छु ए भरे कहाँ हो घर बा तिम्रो मेरो त दाङबाट घुम्न आयो यता डाँगडा आइदियो बा हजुर यो तपाईँ घर कहाँ यही हो यही हो बा मेरो घर एक्लै हुन्छ तपाईँ एक्लै छु बा ए छोरछोरी कहाँ छन् त छोरछोरी विदेश छन् बा विदेश पठाइ एक्लै त हुनुभयो र अनि एक्लै छौँ बुढाबुढी छौँ घरमा ए अहिले भात खाएर आएको थियो भात खायो हो छोरालाई पैसा पठाइन्छन् कि नै पठाइन्छ बा पठाइदिन्छ कति भइरहेको छन् छोरछोरी छोरछोरी 3 भाइ छोरा ए पुरानो मान्छे हो क्या 7 बहिनी छोरी छन् ए फुटबल टिमै भएछ त के भन्यो बा ए के होइन बा के होइन बा यो घाँस कहाँ लग्ने घर लग्ने हो बाख्रा छन् बाख्रा भैँसी पालेको छु ए दुध त स्वादसँग खान्थ्यो होला खान्छु 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 अहिले सुन्दैन के बा ए अहिले त्यो भत्ता आउँछ ए कति आउँछ भत्ता भत्ता त्यही हो महिनाको 3000 आउँछ बा ए चुरोट खान्छु अब अरू यहाँ दुःख सुख त केही छैन हावापानी यति राम्रो रहेछ यी यस्तो छ ठाउँ छ कोही छैनन् बा यहाँ कोही छैनन् छोडेर गए यहाँ बाघ भालु लाग्छन् कि नै लाग्छन् बाघ भालु त लाग्छन् ए अनि फेरि पुर्खा बस्या के रे ए म यहीँ छु कि ए पुर्खा बस्यो छोरछोरी यहाँ बस्दैन भन्छन् छोरछोरी पढेर ठुल्ठुला भए अब म बुढो मान्छे बजाछौँ दुईजनाले गथामपुथुम गर्छौँ खान्छौँ त्यही त हो के अरे बा दाङतिर नजाने त्यसो भए दाङतिर त म जान्न भा म सक्दिनँ गरम भन्छन् के अरे ए म त सक्दिनँ भा दाङतिर जानु म सक्दिनँ तिमी दाङबाट आइथ्यौ दाङबाट आयो हो कसका छोरा हौ त तिमी तल चिन्नु न होला अब यहाँ मेरो घर उता ऊ पारि घर आयो म त घर हो अँ सुन्दैन भा रामहरी सुन्दैन ए बाउको नाम के हो बाजेको बाजे दुर्गा प्रसाद भण्डारी ए पोखर चौरे हो ए हो चिन्नु रहेछ ल बुझिन्छु हरिलाल बालाई हो तिनका छोरा माइला छोरा ए बा तिमी त हछु हिँड बा घर भात खाएर जो होइन हामी यहाँ घुम्न आयो के अरे यो कहाँ आइथ्यौ बा यहाँ माथि मन्दिर मन्दिर आइथ्यौ अँ ए बा भोकाइथ्यौ कि भोगाएर भात सात सब खाएर आयो छन् अलि नास्ता पानी अनि नास्ता लिएर आइथ्यौ बा हजुर ए बा यति आटा पकाएको छु खाने बा हिँड के अरे बा होइन लाग्छ भने तिम्रो बाजे जस्तै हो म पनि हो ए बा तिमी त पहजरेको नाति हो हो ए बा के थाहा के चिन्न पहिले जान्थेँ म तल मलाई चिन्छन् अब अहिले म बुढो मान्छे भयो जान छोडे बा अब दारी कपाल फुल्यो अब बुढाबुढी टुप्लुक्क घरमा बसेका छौँ अरू भैँसी गाई साई पालेका छौँ बा 4-5वटा बाख्रा छन् अब त्यस्तै छ अब बस्ने खाने घाँस कति टाढा लिनुभयो त ए माथि गोठबाट काटेर राखेको थिएँ त्यही ल्याएर आएको बा थगे लाएर बसेको म त अब के गर्ने बा दुःख गर्न परिहाल्यो जाऊ बा जाऊ कहाँ जाने आइकी हौ म यहाँ माथि मन्दिर हो ल जाऊ ल त बा है हुन्छ बा राम्रो जान ढकल्दिने हो नदगल्दिउ बा नदगल सक्नुहुन्छ ल बा है ऐतिहासिक पवित्र स्थल झुलेनी हामी पुगिसकेका छौँ र यसपछि तपाईँहरू देख्नुहुन्छ तल बसेको डाँडा एकदम मिलेर बसेको फुलको थुङ्गो जस्तो भएको चाहिँ लुब्लुङ्गा हो त्यसपछि पारि देख्न सक्नुहुन्छ लुङ यो साइडमा देख्न सक्नुहुन्छ तिखुझुली है यो गरेर छौँ यहाँको हावा नै सर हावा चाहिँ बगिरहेको छ एकचोटि तपाईँ झुलेन आउनु होला तपाईँ आउनुहुन्छ कि आउनु न कमेन्ट डाउन बिलो तर लेट्स गो हामी जान्छौँ मन्दिरका तरफ लेट्स गो यहाँबाट भाइ चाहिँ भवाल तरिका देखाएको छ क्यामेराम्यान भाइ यसो सर यस्तो तल देखाइदिनु भवाल तरिकाको छ है गरिब अब हाम्रो यति एउटा भवाल हुन्छ लेट्स गो गाइस कमेन्ट डाउन बिलो तपाईँहरूलाई आज झुलेनीको भ्लग कस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला नेक्स्ट बेला कहाँको चाहियो पनि त्यो पनि होला चुप्प बाबा रे चुप्प खान्छस् खाइस् नि सो गाइज अब हामी मन्दिरको वरिपरि आएका छौँ र यहाँबाट दिन्छु नि तपाईँलाई रमाइलो दृश्यहरू चेक द आउट है देख सक्नुहुन्छ त्यो चिजहरू हेर्न सक्नुहुन्छ यहाँबाट माथि झुलेनीको मन्दिरको देखियो डाँडो यो है अब हामी करिब आइगएका छ
लेट्स गो जाउँ है हेरौँ दर्शन गरौँ 6-7 महिनापछि आएको फेरि भाइ आयो भाइसित पनि फेरि आयो लेट्स गो फाइनली हामीहरू पुग्यो कस्तो कस्तो भइरहेको त अनि यहाँ कहाँ हो खै कहाँ आयो उता हो हामी त उता झन् त बवाल 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 छ थरीका झुल्यो नि हामी हाय हाय मान्छेहरूले थोर तोडफोड गरे हन् प्लिज यहाँ जो आउनुहुन्छ नि तोडफोड चाहिँ नगरिदिनु होला यस्तो यस्तो फाल्दिने काम नगर्नु लेट्स गो हामी चाहिँ अब अगाडि मन्दिरतर्फ बढौँ है यहाँ भेटी चढाम यहाँ बवाल तरिकाले बस्न मिल्छ च्याट्ट लाएर हाय हाय अङ्कल त्यहाँ जानु पऱ्यो नि त मरिन्छ गाडी लेट्स गो हावा कस्तो लाग्छ चिज छ है स्वर्ग हो कि यो स्वर्ग हो हाम्रो आउन दुःख छ यो स्वर्ग हो झुलेनी भनेको हाम्रो पुर्खा बचा ठाउँ हो डाँडा पाखा हेर्दै हेर्दै हामी फाइनली कहाँ आयो झुलेनी है ल फाइनली हामी यो मन्दिरमा चाहिँ फर्स्ट इन्टर गर्दैछौँ जय बाबा तपाईँको सौभाग्य छ कस्तो बवाल हाय हाय चिसो हावा है स्वर्गै हो कि यो त स्वर्ग हो बवाल तरिकाले स्वर्ग आए जस्तो हुन्छ हावा पानी हाय हाय चिसो छ है अब यो चाहिँ मन्दिर हो यो मन्दिरमा ताला लगाइरहेको छ यहाँ त साफ गर्नुपर्छ है जस्तो तरिकाले यस्ता चिजहरू फाल्ने कोही आउनुभयो भने चाहिँ फाल्नु होला बवाल छ भित्र चाहिँ यहाँ चाहिँ हुनुहुन्छ सब पूजा गर्ने सामान चाहिँ यहाँभित्र छ है बवाल तरिकाको त्यसको मन्दिर चाहिँ हाय हाय सुकुन सुकुनको नाम छ नि अब आज एकबार झुलेनी बवाल 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 मजा छ झुलेनी जग्गा है सुन्दर छ स्वस्थ छ हाय हाय हावा यति मिठो हावा कहाँ आउँछ होला कि है यहाँ घर बनाएर बसिनु बवाल हुन्छ होला कि बिहान उठ्यो पूजापाठ गऱ्यो चट्ट लाएर उठ्यो स्वर्गबाट हावा आउँछ सर यताउता हेऱ्यो कस्तो मजा लाग्यो है बवाल 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 झुलेनी एकदम बवाल टाइपको छ यहाँ आएर हेर्दाखेरि पनि त्यहाँ पारीको मन्दिर पनि छ पारीको मन्दिरमा हामी गएको छैनौँ है यसको हाय हाय अरूभन्दा नि यहाँको भाइब चाहिँ बवाल छ क्या अर्को मन्दिरमा चाहिँ हामी चाहिँ यहाँ निस्किसक्यौँ यो भनेको सेकेन्ड मन्दिर हो है र यो सेकेन्ड मन्दिरमा पस्नुभन्दा पहिला नै हाय हाय यहाँ सुकुन आउँछ नि मन्दिरहरूमा जानलाई लेट्स गो म सिधा यहाँ गएँ है यहाँ गइसक्दा मन्दिरले दर्शन एकचोटि प्रणाम गरेर तपाईँहरूलाई यसो भित्र चाहिँ ओहो मान्छेहरूले गल्ती गरिरहने यहाँ त लौरो यहाँ लौरो हालेर पैसा निकाल्ने काम गरेर रहेछ नि मान्छेहरूले कस्तो नेगेटिभ पोइन्टहरू हुन्छ मान्छेहरू यसको हो है यहाँ पनि देख्न सक्नुहुन्छ भित्र चाहिँ चक्क तरिकाको अलिकति थियो झुलेनी धनोत्री गोत्री भण्डारी परिवार भनेर लेखेको छ भित्र पनि यहाँ देख्न सक्नुहुन्छ है चट्ट लाएर बवाल छ भित्र पनि ल सबैले दर्शन गरेर सेट गर्नु होला त्यसको पारी बवाल छ मन्दिर बवाल छ हाम्रो मन्दिर बवाल छ त्यसको है अहिले चाहिँ हामीहरू चाहिँ झुलेनी दुईवटा मन्दिर दर्शन गरेर अर्को मन्दिर दर्शन गरेर माथि मतलब फोटोसुटको लागि माथि जाँदैछौँ है यसरी यहाँ चाहिँ मैले के देखेँ भनेपछि मान्छेहरू आउने है रक्सीहरू खाने तोडफोडहरू गर्ने भेदी देखेँ है यसको यहाँ देख्दा हुन्छ भत्काएर यहाँ फालिरहेको छ है मान्छेको यता फालिरहेको छ है प्लिज नैतिकता भएको मान्छे खालि आउनु होला यहाँ र यहाँ जसलाई माया लाग्छ जसलाई प्रेम हुन्छ झुलेनीको त्यही खालि आउनु होला प्लिज किन मान्छे भत्काएर फाल्नु पनि यहाँ छ ठिक छ व्यवस्थित तरिकाले भक्ति पनि यहाँ राख्नु नि मतलब छैन फालेर यस्तै फालिरहेछ प्लिज थोडा दिमाग लगाएर खालि यो गर्नु होला यहाँ यो सब काम गर्नु होला हाम्रो यो पवित्र जग्गा हो यहाँ आएर फोहोर गर्ने काम चाहिँ प्लिज कसैले नगरिदिनु होला है हो
लेट्स गो। यहाँबाट भनेको तपाईँको भ्युज है। ओ माई गड, यहाँबाट भ्युज चाहिँ बवाल देखिन्छ। त्यहाँ पारि देखिन्छ जुम्ली गाँडा हो। लेट्स केस मैले चिनेको छु, त्यो चाहिँ जुम्ली गाँडा हो है। यसबाट यता हिँड्दाखेरि हाय हाय बवाल छ बवाल छ। त्यो बस्नु भाइ। स्वर्गैबाट हावा लेट्स गो। हाय हाय तपाईँलाई यो भिडियो हेरेर कस्तो मजा लाग्यो, भिडियो जाने मन लाग्यो कि लागेन कमेन्टमा बिलो। एकदम मजा लागिरहेको छ हामीहरूलाई। र अरू भाइ त्यहाँबाट थाकिरहेको छ, बसिरहेको एकछिन है। त्यसको हामी चाहिँ झुले नै आइसकेका छौँ र हामी घुमि पनि सक्यौँ। र तपाईँहरूलाई झुले नि कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन चाहिँ नभन्नु होला। 2टा मन्दिर चल्छन् र त्यहाँ बस्ने व्यवस्था पनि थोरै अलिकति गडबड गरेछन्, त्यो मैले ब्लग भनिहालेर हेर्नु होला। अनि कोही मान्छे आउनुभएको छ भने त्यो चिजहरूलाई कम्पेरिजन अनि सुधार्ने नै कोसिस गर्नु होला। त्यसै त म यहाँ छु है, मैले यहाँ भाइहरू देखेँ तल ढुङ्गाको टुप्पामा बसिरहेको छन् कि। लेसी मैले क्यामेराबाट म खिचिरहेको छु र भाइहरूलाई त म देखाउन गइरहेको छु। त्यसै तपाईँले हेर्नु होला कस्तामा बसिरहेको छन् के गरिरहेछन्। त्यसको म त यहाँ छु है है, यहाँबाट मैले क्यामेरा गरिरहेको छु। र भाइहरू चाहिँ यो डाँडामा छन् हेर, यस्ता डाँडामा है, यो डाँडामा यहाँ हेर यो डाँडा बसिरहेछन् किन। यो कहाँबाट गएको होलान् है, हेर्नु त यति बवाल डाँडा छ। तर मान्नुपर्छ भाइ, गाउँको मान्छेहरूलाई यति टाढा खानु हेर्न, क्यामेराले पनि पुग्न अलिक मसिबेपछि यति अप्ठ्यारो डाँडामा यस्तरी बसिरहेछन्। चाहिँ के छ तपाईँहरू पनि गाउँमा आएर के कस्तो गर्नुहुन्छ कमेन्ट डाउन। सो गाइस हामीहरू चाहिँ झुलेन घुम्न आएका थियौँ, सबैलाई थाहा छ। आजको ब्लग चाहिँ तपाईँलाई कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिनु होला। त्यसपछि 2टा मन्दिर चाहिँ यहाँ देख्न सक्नुहुन्छ, अगाडि अनि पछाडि। त्यसपछि हामी आएको गाउँ चाहिँ तल हो, लोकलुङबाट आएको है। त्यसपछि मलाई चाहिँ एकदम यहाँ बवाल लाग्यो आएर एकचोटि घुम्नको लागि। तपाईँहरू चाहिँ कहिले आउनुहुन्छ र कुन दिन आउनुहुन्छ कमेन्ट चाहिँ जरुर गर्नु होला। यहाँ चाहिँ यस्तो बवाल छ, यहाँबाट आउनु सक्नुहुन्छ। यहाँबाट म देखाइदिन्छु, यहाँबाट देखियो पछाडिको देख्ने भाग भनेको यो चाहिँ जुम्री गाँडा हो। कि तपाईँहरू थाहा होला, यहाँ एकदेखि मुनतिर जुम्री गाँडा पनि हर जग्गा यहाँबाट पनि छैलिरहेको छ जुम्री गाँडा। तपाईँहरू हेर्न सक्नुहुन्छ बवाल तरिकाको छ। तपाईँहरू एकचोटि चाहिँ आउनै पर्ने जग्गा चाहिँ झुलेनी हो। तपाईँहरू आजको भिडियो कस्तो लाग्यो त्यो सल्लाह सुझाव अनि प्रतिक्रिया दिन चाहिँ नभन्नु होला। थ्याङ्क्स फर वाचिङ। विनोद भाइको च्यानलमा पहिली बार आउनु छ भने सब्सक्राइब गर्नु होला। डु सब्सक्राइब यर च्यानल। थ्याङ्क्स फर वाचिङ।